फेरि पनि तपाईँहरू स्वागत छ गाइस हैन र आज सेकेन्ड म्याच है र सेकेन्ड म्याच चाहिँ यहाँनिर तपाईँको भइरहेको छ यहाँनिर है यहाँनिर तपाईँले यो जुन चाहिँ निलोमा देखिराख्नु भएको छ है उहाँहरू J35 भनेर भन्नुहुँदैछ है र उता जुन चाहिँ रेडमा देख्नु भइरहेको छ है उहाँ चाहिँ अब के अरे उमङ बोइज अम्बटे है उहाँहरू दुई टिममा छ के कस्तो हुन्छ फेरि तपाईँहरू हामी यहाँनिर भिडियो कन्टिन्यू गर्नेछु गाइस हैन र हजुरहरूले मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छु है र जसले है हालसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला र अहिले फिलहाल चाहिँ उहाँको डकुमेन्ट्स चेकिङ भइरहेको छ हो र अब यहाँनिर हुन्छ नि त होइन अन्डर 14 भनेपछि अब यहाँनिर एकदम युजना ठुल्ठुलो पनि देखिरहेको छ है त्यसले गर्दाखेरि उहाँले डकुमेन्ट चेक गर्नु भइरहेको छ र अब यहाँनिर यो GR32 भर्सेस है उमङ FC है अम्बटे को बिचमा हुनेछ र के कस्तो हुन्छ फेरि तपाईँले देख्न सक्नुहुनेछ है अहिले जुन म्याच भइरहेको छ है यहाँ चाहिँ तपाईँको GR32 भर्सेस उमङ FC र यहाँनिर जुन चाहिँ यो निलो है निलोमा छ है उहाँहरू GR32 भनेदेखि उता जुन चाहिँ रेडमा छ उमङ FC अम्बटे र यो दुई बिच यहाँनिर अब म्याच भइरहेको छ है र यस म्याच के कस्तो हुन्छ है म तपाईँलाई मेरो च्यानल थ्रु तपाईँलाई म देखाउने छु है र हजुरहरूले है हजुरहरूले मन पराइदिनुहुन्छ भन्ने आशा राख्दछु है र त्यसरी नै है अब अहिलेसम्म जसले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला र म यसबाट आशा राखेको छु है र मैले यस्तो दुःख गरिदिएको तपाईँको निम्ति र हजुरहरूले है हेरेर मात्र हुँदैन है तपाईँले के अरे लाइक कमेन्ट है सेयर पनि गरिदिनु होला र साथसाथै सब्स्क्राइब पनि गरिदिनु होला र अब म्याच सुरु हुन लागिरहेको छ है र खेलाडीहरू अहिले यहाँनिर ग्राउन्डमा है यहाँनिर निस्किसकेको छ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले है र खेलाडीहरू यहाँनिर ग्राउन्डमा निस्किसकेको छ है तपाईँहरूले हेर्न सक्नुहुनेछ यहाँनिर र यहाँ हेर्न सक्नुहुन्छ है र दुई खेलाडी है यहाँनिर एकाअर्काप्रति उहाँहरूले इन्ट्रोडक्सन एउटा चेन्ज गरिरहेको छ साटिरहेको छ है यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले र अब यो जुन चाहिँ रातो देख्ने भइरहेको छ है उहाँहरू उमङ FC भनेदेखि यहाँ जुन चाहिँ निलो देख्नु भइरहेको छ है उहाँहरू GR32 यहाँनिर नयाँ बजारको टिम है र अहिले यहाँनिर दुई क्याप्टनलाई है रेफ्री यहाँनिर सम्झाइरहेको छ उहाँले हेड एन्ड टेल गरिसकेको छ र आफ्नो पोस्ट उहाँहरूले है सेलेक्ट गरिसकेको छ र यहाँनिर हाम्रो है मकैबाट पनि आउनु भएको छ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले र अब म्याच है यहाँनिर सुरु भइसकेको छ है यहाँनिर र यो उमङ FC को के अरे यो JR32 को पक्षबाट यहाँनिर किक गरिसकेको छ भनेदेखि उहाँले यो कर्नर पाइसकेको छ है यो JR32 ले यहाँनिर कर्नर पाइसकेको छ उहाँ कर्नरमा के कस्तो हुन्छ है फेरि अहिले आउट अहिले यहाँनिर के अरे यो उमङ FC को पक्षमा र फेरि अहिले JR32 को पक्षमा बल छ भनेदेखि र एकदमै राम्रो है र अहिले फेरि अहिले आउट JR32 को पक्षमा दुई पक्षको खेलाडीहरू एकदमै है यहाँनिर उहाँहरूले आफ्नो टचको प्रदर्शन यहाँ देखाइरहेको छ र फेरि अहिले यहाँनिर कर्नर भइसकेको छ यहाँनिर यो के अरे JR32 को पक्षमा यहाँनिर कर्नर भइसकेको छ है र JR32 को निम्ति है यो उहाँको निम्ति एकदमै सुनौलो मौका छ है यहाँनिर गोल स्कोर गर्नको निम्ति र यहाँनिर अहिले र फेरि अहिले एकदमै राम्रो गोल है र यहाँनिर उमङ FC ले गोल हालिसकेको छ र अहिले उमङ FC ले गोल हालिसकेको छ भनेदेखि है JR32 0 नै छ
र फेरि अहिले JR32 को यहाँनिर एकदम है उहाँले आफ्नो बल चलाइसकेको छ। उहाँले किपरले सेभ गरिसकेको छ र एकदमै राम्रो प्रोटेक्सन है प्रोटेस्ट र फेरि यहाँनिर JR32 ले बल चलाइसकेको छ र फेरि अहिले अफसाइड यहाँनिर JR32 को पक्षमा JR32 को पक्षबाट यहाँ अफसाइड चलाइसकेको छ भने किपरले बल समातिसकेको छ है र फेरि अहिले यहाँनिर ब्याकसुट यो JR32 को पक्षमा JR32 को पक्षबाट ब्याकसुट चलाइसकेको छ भनेदेखि फेरि अहिले र फेरि अहिले कर्नर है यो उमङ FC को पक्षमा फेरि अहिले कर्नर र कर्नर बेसी भयो है र फेरि अहिले आउट JR32 को पक्षमा र JR32 को पक्षबाट यहाँनिर कर्नर चलाइसकेको छ र फेरि अहिले ब्याकसुट है यो उमङ FC को उमङ बोइज FC को पक्षमा र उमङ FC को पक्षबाट यहाँनिर ब्याकसुट चलाइसकेको छ र एकदमै राम्रो एकदमै राम्रो के अरे गोल हाल्ने मतलब उहाँले कोसिस गरेको थियो तर ब्याकसुट र दुई पक्षबाट नै है उहाँले एकदमै टचको प्रदर्शनी उहाँले एकदमै है देखाइरहेको छ र फेरि अहिले यहाँ JR को पक्षमा र JR को पक्षबाट यहाँनिर बल चलाइसकेको छ र फेरि अहिले आउट है यो के अरे उमङ FC को पक्षमा उमङ FC को पक्षबाट यहाँनिर बल चलाइसकेको छ र फेरि अहिले उमङ FC को पक्षमा बल र फेरि JR ले बल आफ्नो पक्षमा लिइसकेको छ भनेदेखि फेरि अहिले उमङ FC ले बल आफ्नो पक्षमा लिइसकेको छ है उहाँले स्कोरको निम्ति एकदमै राम्रो सर्ट गरेको थियो तर पोस्टमा ठोकेर है बाहिर गइसकेको छ र फेरि अहिले यहाँनिर फल यहाँनिर उमङ FC को पक्षमा फेरि अहिले फल उमङ FC को पक्षमा यहाँनिर फल दिइसकेको छ है र उहाँको निम्ति एकदमै सुनो मौका छ है यहाँनिर स्कोरको गर्नुको निम्ति र फेरि कर्नर है यो उमङ FC कै पक्षमा फेरि अहिले कर्नर ह्यान्डबल रहेछ र यहाँनिर ह्यान्डबल दिइसकेको छ यहाँनिर है सायद र उमङ FC को पक्षबाट यहाँनिर बल दिइसकेको छ भने फेरि अहिले आउट यहाँनिर JR32 को पक्षमा फेरि अहिले बल उहाँले बल चलाइसकेको छ है
र फेरि अहिले उमङ एफसी को टिमले एकदम एकदमै राम्रो सर्ट थियो तर किपरले बललाई सेभ गरिसकेको छ र फेरि अहिले आउट यो उमङ एफसी को पक्षमा फेरि अहिले आउट चलिसकेको छ र यहाँनिर जिआर 32 को पक्षबाट बल चलाइसकेको छ है र फेरि आउट यो जिआर 32 को पक्षमा के अरे उमङ एफसी को पक्षबाट बल चलाइसकेको छ भने फेरि जिआर 32 को पक्षमा आउट उहाँले आउट चलाइसकेको छ एकदमै राम्रो है यहाँ उहाँले प्रोटेक्सन एकदमै राम्रो छ है भाइहरुको र फेरि अहिले ब्याक सुट फेरि जिआर 32 को पक्षमा जिआर 32 को पक्षमा यहाँनिर बल चलाइसकेको छ र एकदमै राम्रो शट है यहाँ किपरको पक्षबाट तर फेरि ब्याक सुट जिआर 32 को पक्षमा जिआर 32 को पक्षबाट यहाँ ब्याक सुट चलाइसकेको छ भनेदेखि फेरि यहाँनिर जिआर 32 को उहाँले बल आफ्नो यहाँ अहिले फेरि उमङ एफसी ले बल आफ्नो पक्षमा गइसकेको छ भने एकदमै राम्रो गोल हुने चान्सेस थियो तर किपरले बललाई है एकदमै राम्रो सर्ट थियो तर ब्याकसुट है पोस्टदेखि बाहिर गएकोले गर्दाखेरि ब्याकसुट र लगातार कोसिस है यहाँनिर उमङ एफसी को पक्षबाट लगातार कोसिस है गरिरहेको छ सेकेन्ड गोलको निम्ति र त्यसरी नै है यो जिआर 32 ले पनि है लगातार कोसिस गरिरहेको छ आफ्नो टिमलाई स्कोर बढाउनको निम्ति र फेरि अहिले फल यहाँ फेरि एउटा फल जिआर 32 को पक्षमा उहाँले के अरे फल दिइसकेको छ यहाँनिर र एकदमै राम्रो गोल र यहाँ जिआर 32 को पक्षबाट यहाँ 7 नम्बरले है एकदम यहाँनिर फल डाइरेक्ट गोल हालिसकेको छ भनेदेखि अहिलेको स्कोर भन्नुपर्दा फेरि है अहिले दुईटै पक्षमा है ड्र एक गोलले ड्र भइसकेको छ र फेरि अर्को गोल एकदमै राम्रो गोल है र सेन्टरबाट एकदमै राम्रो गोल गरिसकेको छ है यो उमङ एफसी ले है र उमङ एफसी को 2 गोल भएको छ भने यहाँनिर जिआर 32 को 1 गोल है र फेरि अहिले बल यहाँनिर सञ्चालन भइसकेको छ र एकदमै राम्रो छ तर पोस्टदेखि माथि भएकोले गर्दाखेरि अहिले ब्याक सुट है यो उमङ एफसी को पक्षमा अहिले कर्नर दिएको रहेछ यहाँनिर जिआर 32 को पक्षमा है र उहाँको निम्ति यो एकदमै सुनौलो मौका छ है यो स्कोरको निम्ति र तर है कर्नर एकदमै बेसी पास है एकदम टाढोमा भयो त्यसले गर्दा फेरि अहिले ब्याक्स के अरे आउट यो उमङ एफसी को पक्षमा र उमङ एफसी ले यहाँनिर एकदमै गोल हाल्ने एउटा चान्सेस थियो तर अफसाइड भइसकेको छ है
र फेरि अहिले अफसाइड है यहाँनिर जेआर 32 ले अब अफसाइड यहाँनिर चलाइरहेको छ। ल एकदमै राम्रो सेभ है उमङ एफसी को पक्षबाट र फेरि अहिले जेआर 32 को किपरले बल समातिसकेको छ भनेदेखि उसले बल आफ्नो टिमलाई दिइसकेको छ र यहाँनिर एकदमै राम्रो शट थियो है यहाँनिर उमङ एफसी को पक्षबाट एकदमै राम्रो सर्ट थियो तर किपरले है बललाई अब सेभ गरिसकेको छ भनेदेखि फेरि अहिले कर्नर यो उमङ एफसी को पक्षमा फेरि अहिले कर्नर र उमङ एफसी को पक्षबाट एकदमै राम्रो सर्ट थियो तर किपरले बल आफ्नो नियन्त्रण लिइसकेको छ भने आफ्नो केटाहरूलाई बल दिइसकेको छ आफ्नो टिमलाई है र जेआर 32 ले आफ्नो आउट चलिसकेको छ है र फेरि उमङ बोइसले गोल हाल्ने एकदम है उहाँले कोसिस गरिरहेको छ तर कोसिसदेखि बाहिर है र फेरि अहिले ब्याक सुट यो जेआर 32 को पक्षमा र उहाँहरूले बल चलाइसकेको छ है ब्याक सुट र अहिले एकदमै राम्रो है एकदम लगातार कोसिस र उमङ एफसी को पक्षबाट एकदम लगातार कोसिस छ है यहाँनिर गोल स्कोरको निम्ति र त्यसरी नै उहाँले 2 गोल हालिसकेको छ भनेदेखि जेआर 32 को 1 मात्र छ है र 2-1 भइसकेको छ र जेआर 32 को पनि एकदमै राम्रो कोसिस छ है उहाँले स्कोरको निम्ति उहाँले एकदमै राम्रो कोसिस गरिरहेको छ तर अहिले सम्ममा है कुनै मतलब अहिले उहाँले है ड्र बनाउन सकेको छैन र फेरि अहिले र यहाँनिर उमङ एफसी ले यहाँनिर बल चलाइसकेको छ र फेरि अहिले ब्याक सुट जेआर 32 को पक्षमा जेआर 32 को पक्षबाट यहाँनिर बल चलाइसकेको छ यहाँ तपाईँले र फेरि अहिले उमङ बोइस एफसी ले है बललाई बाहिर है के अरे मैदानदेखि बाहिर फ्याँकिसकेको छ है उहाँको र फेरि अहिले आउट यो के अरे उमङ एफसी को पक्षमा फेरि अहिले आउट र उमङ एफसी ले बललाई है स्कोरको निम्ति ल्याइसकेको थियो भनेदेखि फेरि अहिले ब्याक सुट जेआर 32 को पक्षमा र एकदमै राम्रो सेभ है यहाँ किपरको तर्फबाट तर फेरि अहिले ब्याक सुट जेआर 32 को पक्षमा जेआर 32 को पक्षबाट ब्याक सुट चलाइसकेको छ भनेदेखि फेरि उमङ एफसी ले बललाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ल उहाँले एकदम लगातार कोसिस है र फेरि अहिले जेआर 32 बोइसको पक्षमा र यहाँनिर बल किपरको हातमा है र यहाँनिर एकदमै राम्रो है यहाँनिर मौका थियो है एउटा स्कोरको निम्ति तर खेलाडीले है बललाई है एकदम बाहिर फ्याँकिसकेको छ है र फेरि अहिले यहाँनिर ब्याक सुट जेआर 32 को पक्षबाट ब्याक सुट चलाइसकेको छ भनेदेखि फेरि अहिले ब्याक सुट यो उमङ एफसी को पक्षमा र फेरि अहिले ब्याक सुट
जियाले चलाइसकेको छ यहाँनिर एकदमै राम्रो सर्ट है एकदमै राम्रो सर्ट तर किपरले बललाई सेभ गरिसकेको छ भनेदेखि फेरि अहिले ब्याक सुट यो जिआर 32 को पक्षमा र फेरि अहिले उमङ एफसी को पक्षमा बल है फेरि उहाँले र फेरि अहिले आउट हैन खाइन हैन फेरि भएन र अहिले फेरि आउट है यहाँनिर यो उमङ एफसी को पक्षबाट यहाँनिर आउट चलाइसकेको छ र एकदमै राम्रो सेभ है यहाँ उमङ एफसी को पक्षबाट र अहिले फेरि आउट जिआर 32 को पक्षमा एकदमै राम्रो सर्ट है यहाँ उमङ एफसी को पक्षबाट एकदमै राम्रो सर्ट तर किपरले बललाई सेभ गरिसकेको छ भनेदेखि फेरि अहिले उमङ एफसी को पक्षमा फेरि अहिले कर्नर है उहाँले कर्नर यहाँनिर एकदमै राम्रो सर्ट थियो है उमङ एफसी को पक्षबाट तर खेलाडीले बललाई सेभ गरिसकेको छ र फेरि अहिले ब्याक सुट यो जिआर 32 को पक्षमा र जिआर 32 को पक्षबाट यहाँनिर ब्याक सुट चलाइसकेको छ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईले र फेरि अहिले यहाँनिर ब्याक सुट है यो उमङ एफसी को पक्षमा र उमङ एफसी को पक्षबाट यहाँनिर ब्याक सुट गरिसकेको छ है चलाइसकेको छ र फेरि अहिले ब्याक सुट जिआर 32 को पक्षमा र उहाँले ब्याक सुट चलाइसकेको छ र फेरि अहिले उमङ एफसी को पक्षमा र फेरि अहिले उमङ एफसी को पक्षमा छ बल है एकदमै राम्रो गोल है र उमङ एफसी पक्षबाट एकदमै राम्रो गोल है उहाँले 3 गोल हालिसकेको छ र यहाँनिर उहाँहरूको अहिलेसम्ममा है यो उमङ एफसी ले 3 गोल हालिसकेको छ भनेदेखि यो जिआर 32 को 1 गोल मात्र है र उहाँहरूले बल चलाइसक्नु भएको छ यहाँनिर एकदमै राम्रो सेभ गरेको थियो तर पनि है गोल भइसकेको छ र यो गोल भए बापत है उहाँहरूको 2 गोल भइसकेको छ र अहिले यहाँनिर है जिआर 32 को 2 भइसकेको छ भने उमङ एफसी को 3 र 3 र 2 है यहाँनिर गोल भइसकेको छ र फेरि अहिले आउट जिआर 32 को पक्षमा के अरे उमङ एफसी को पक्षमा र खेल अहिले एकदमै रोमाञ्चक भएर गइरहेको छ एकदमै इन्ट्रेस्टिङ भएर गइरहेको छ है र उहाँ यहाँ निलोले 2 गोल हालिसकेको छ भने रातोले 3 गोल हालिसकेको छ
र यहाँनिर सक्नुहुन्छ तपाईँले र अहिले उमङ एफसीले बललाई है आफ्नो नियन्त्रणमा लिइरहेको छ र उहाँहरूको टच एकदमै राम्रो देखिरहेको छ भनेदेखि अहिले फेरि कर्नर उमङ एफसीको पक्षमा फेरि अहिले कर्नर र फेरि गोल र उमङ एफसीले फेरि यो एक गोल ले उहाँको 4 गोल भइसकेको छ है उहाँले 4 गोल भइसकेको छ है यो रेडको 4 गोल भइसकेको छ भने यो निलोको 2 गोल मात्र र एकदमै राम्रो मतलब मौका थियो है यो JR32 को पक्षमा गोल हाल्ने है तर अलिकति भ्याउनु भएन खेलाडीले र अहिले सम्ममा स्कोर भन्नुपर्दा फेरि है उमङ एफसी को 4 गोल भइसकेको छ भनेदेखि यो JR32 को 2 मात्र छ है उहाँले 2 गोलले उमङ एफसीले जितिसकेको छ र उमङ एफसीले एकदमै है खेला यहाँनिर उहाँले एकदमै उहाँको टचको प्रदर्शन एकदमै राम्रो देखाइरहेको छ र अहिले फर्स्ट हाफ सकिसकेको छ है र फर्स्ट हाफ सक्दाखेरि सकिसकेको छ है र फर्स्ट हाफ सक्दाखेरि यहाँनिर र सेकेन्ड हाफ यहाँनिर सुरु भइसकेको छ है सेकेन्ड हाफ सुरु भइसकेको छ र सेकेन्ड हाफ सम्ममा यहाँनिर उमङ एफसीले 4 हालिसकेको छ भने JR32 ले एकदमै राम्रो सर्ट है JR32 ले 2 मात्र हालिसकेको छ है र 2 र 4 यहाँनिर भइसकेको छ र फेरि अहिले ब्याकसुट यो कस्तो मान्छे यार के रे अहिले हल्का है र फेरि अब हुन्छ अब र फेरि अहिले यहाँ कर्नर है र एकदमै राम्रो सर्ट थियो है तर खेलाडीले अलिकति बल नभेटेकोले गर्दा फेरि यहाँनिर है र फेरि आउट र फेरि ब्याकसुट है JR32 को यहाँनिर ब्याकसुट चलाइसकेको छ है यहाँनिर फेरि आउट र एकदमै राम्रो सर्ट है उमङ एफसी को पक्षबाट तर उहाँले बललाई सेभ गरिसकेको छ र फेरि अहिले ब्याकसुट र अहिले उमङ एफसी को तर्फबाट यहाँनिर ब्याकसुट चलाइसकेको छ है र फेरि अहिले यहाँ फल है यहाँनिर उमङ एफसी लाई फल दिइसकेको छ है एकदमै राम्रो सर्ट है तर पोस्टदेखि माथि र फेरि अहिले ब्याकसुट JR32 को पक्षमा र फेरि अहिले JR32 पक्षमा बल
फेरि आउट अहिले जिया उमङ एफसी को पक्षमा फेरि आउट है जिया 32 को पक्षमा र फेरि ब्याकसुट है यो जिया 32 को पक्षमा ब्याकसुट जिया 32 को पक्षबाट ब्याकसुट चलाइसकेको छ भनेदेखि र फेरि अहिले एकदमै राम्रो है सेभ है र यो के अरे उमङ एफसी को पक्षबाट एकदमै राम्रो सर्ट थियो भनेदेखि किपरले बललाई सेभ गरिसकेको छ र फेरि अहिले यहाँनिर उमङ एफसी को किपरले बल आफ्नो नियन्त्रणमा लिइसकेको छ भने उहाँले आफ्नो टिमलाई बल दिइसकेको छ है र एकदमै राम्रो सर्ट है या किपरको तर्फबाट है उमङ एफसी को पक्षबाट किपरले एकदमै राम्रो के बललाई बाहिर फ्याँकिसकेको छ है र फेरि अहिले ब्याकसुट यो र कोचले है यहाँनिर एकदमै राम्रो सर्ट है यो उमङ एफसी को पक्षबाट तर पोस्टदेखि बाहिर पोस्टमा ठोकेर बाहिर बल गइसकेको छ र जिया 32 को पक्षबाट यहाँनिर बल चलाइसकेको छ र फेरि अहिले जिया 32 ले एकदमै है राम्रो कोसिस गरिरहेको छ स्कोरको निम्ति र फेरि अहिले जिया 32 को पासमा नै बल है र एकदमै राम्रो कोसिस तर उमङ एफसी को किपरले बललाई आफ्नो नियन्त्रणमा लिइसकेको छ भनेदेखि फेरि अहिले आउट र उमङ एफसी को पक्षमा फेरि अहिले आउट र उमङ एफसी को पक्षबाट एकदमै राम्रो सर्ट थियो तर फेरि अहिले कर्नर है यहाँनिर उमङ एफसी को पक्षमा फेरि अहिले कर्नर र उमङ एफसी को पक्षबाट एकदमै राम्रो सर्ट थियो तर किपरले सेभ गरिसकेको छ है र राम्रो डिफेन्स यो जिया 32 को पक्षबाट र साइड है यो उमङ एफसी को पक्षमा फेरि अहिले अफ साइड र उमङ एफसी को पक्षबाट अफ साइड चलाइसकेको छ भनेदेखि एकदम किपरले आफ्नो नियन्त्रणमा लिइसकेको छ बल है र उहाँले आफ्नो टिमलाई पास गरिसकेको छ र फेरि अहिले आउट र फेरि आउट फेरि यो जिया 32 को पक्षमा र यहाँनिर जिया 32 को पक्षबाट यहाँनिर आउट चलाइरहेको छ र फेरि अहिले र यहाँनिर उमङ एफसी लाई यहाँनिर वार्निङ दिइरहेको छ है र फल यहाँनिर के अरे जिया 32 को पक्षमा फल है यहाँनिर दिइरहेको छ र फेरि अहिले फल है यहाँनिर जिया 32 को पक्षमा उहाँले फल पाइसक्नु भएको छ
बस आएगा माथि 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 फेरि ब्याकसुट है यो उमङ एफसी को पक्षमा फेरि अहिले ब्याकसुट र केही छैन है र खेलाडीले अब अनुहारमा लाग्यो र फेरि अहिले एउटा रेड कार्ड के अरे यहाँनिर येल्लो कार्ड दिइसकेको छ है यहाँनिर उमङ एफसी को खेलाडीलाई है यहाँनिर येल्लो कार्ड दिइसकेको छ र यहाँनिर चिया 32 को पक्षबाट यहाँनिर बल है उहाँले एकदमै राम्रो है यहाँनिर टच प्रदर्शनी देखाइरहेको छ तर उहाँले अहिले गोल है गर्नुको निम्ति उहाँले एकदमै कोसिस गरिरहेको छ तर सकेको छैन एकदमै राम्रो गोल है र के अरे उमङ एफसी को पक्षबाट यहाँनिर 5 गोल गरिसकेको छ है र अहिलेसम्ममा के अरे उमङ एफसी ले 5 गोल गरिसकेको छ भनेदेखि अहिले यो जिआर 32 को 2 मात्र छ गोल है र जिआर 32 ले यहाँनिर बल चलाइसकेको छ भनेदेखि फेरि अहिले ब्याकसुट यो उमङ एफसी को पक्षमा उमङ एफसी को पक्षबाट यहाँनिर बल चलाइसकेको छ है र यहाँनिर अफसाइड है यहाँनिर दिइसकेको छ है एकदमै राम्रो सर्ट थियो तर पोस्टदेखि बाहिर र अहिले फेरि ब्याकसुट उमङ एफसी को पक्षमा एकदमै राम्रो सेभ र फेरि अहिले जिआर 32 को खेलाडीले बल ल्याइसकेको छ भने फेरि अहिले उमङ एफसी को खेलाडीले बल खोजिसकेको थियो र फेरि अहिले किपरको पासमा बल एकदमै राम्रो गोल है र फेरि यसको साथमा है उमङ एफसी ले 6 गोल हालिसकेको छ भनेदेखि यता 2 मात्र छ गोल है अर्को पक्षबाट एकदमै राम्रो सर्ट थियो तर किपरले है सेभ गरिसकेको छ र फेरि अहिले कर्नर है यहाँनिर जिआर 32 को पक्षमा कर्नर
फेरि आउट यो उमङ एफसी को पक्षमा र उमङ एफसी को पक्षबाट यहाँ आउट चलिसकेको छ यहाँनिर सक्नुहुन्छ तपाईँले र फेरि ब्याकसुट जिया 33 को पक्षमा जिया 33 को पक्षबाट बल चलाइसकेको छ है एकदमै राम्रो शट है तर खेलाडीले बललाई सेभ गरिसकेको छ है र फेरि अहिले फल अब उमङ एफसी को पक्षमा फेरि अहिले फल दिइसकेको छ उहाँलाई है र उहाँको निम्ति एकदमै राम्रो फेरि स्कोरको निम्ति एकदमै राम्रो मौका छ है र उहाँले के कस्तो गर्नुहुन्छ है उहाँले तपाईले देख्नुहुन्छ एकदमै राम्रो शट थियो तर पछि कि बाहिर र फेरि अहिले ब्याकसुट जिया 33 को पक्षमा र जिया 33 को पक्षमा ब्याकसुट उहाँले लक्ष्य चलाइसकेको छ फेरि आउट यो उमङ एफसी को पक्षमा र फेरि ह्यान्डबल यो ह्यान्डबल फेरि है यहाँनिर उमङ एफसी को पक्षमा फेरि ह्यान्डबल र उहाँको निम्ति फेरि मौका है एकदम राम्रो शट र फेरि अहिले फल है यहाँनिर र यहाँनिर फुटबल यहाँ सकिसकेको छ है र यहाँनिर के अरे उमङ एफसी ले यहाँनिर म्याच जितिसकेको छ उहाँको 6 गोल है 6 गोल भनेदेखि यहाँनिर यो के अरे जिया 32 को 2 गोल र अहिले यहाँनिर म्याच सकिसकेको छ है र अहिले चाहिँ हाम्रो यहाँनिर म्याच सकिसकेको छ है यहाँनिर र यहाँनिर अहिले उमङ एफसी ले यहाँनिर म्याच जितिसकेको छ